Happy Easter! This is my mini Easter vlog. Welcome to my Go. channel. Let's go. गाइस मैले हजुरलाई लेट्स गो त भने र हजुरले सोचिरहनु भएको होला कहाँ जाँदैछ भनेर। सो यो पालिको इस्टर चाहिँ हाम्रो दशरथ रङ्गशालामा भएको थियो र म चाहिँ यति बिहानै हाम्रो राज दाईले मलाई पिकअप गर्नुभएको थियो र हामी चाहिँ यहाँ दशरथ रङ्गशालामा पुग्यौँ। सो म चाहिँ भलुन्टियर थिएँ र मेरो ब्याकग्राउन्डमा हुनुहुन्छ सो गाइस यहाँ चाहिँ धेरै लङ भिडियो छैन, एकदमै सर्ट क्लिप्सहरू मात्र छ। त्यसलाई नै मैले अट्याच गरेको छु किनकि त्यति धेरै टाइम पनि थिएन। एज भलुन्टियर म त्यहाँ गएको थिएँ, सो क्यामेरा हातमा लिइरहन त मिलेन। सो जति पनि छ मजाले इन्जोय गरेर हेरिदिनु होला। ल भलुन्टियर कार्ड यहाँ वितरण हुँदैछ हाम्रो अध्यक्षजी। हजुरहरू आफ्नो स्थानमा मिलेर बसिदिनुहोस्। सेटअपले गर्दाखेरि अलिकति समय लागेको छ। हामी सुरु गर्दैछौँ। अनि हामी चाहिँ भेटिसक्छौँ केन्द्रमा हामी छौँ। यहाँ भलुन्टियर गर्दैछौँ। यहाँ हेर मेरो भ्लग लास्ट टाइम इस्टर याद छ? एउटा सानो सूचना त्यो भजन सबभन्दा मनपर्छ। सम्झनालाई तपाईँले गर्नुभएको कार्यलाई सम्झिँदै हामी तपाईँलाई धन्यवाद जनाउँछौँ। जसरी हामी प्रभु अब प्रभु यो सेवामा हामी प्रवेश गर्दछौँ, हामी प्रार्थना गर्छौँ। परमेश्वर आफै तपाईँ उपस्थित भइदिनु भएको छ। तपाईँको अनुग्रहले भरिदिनु, तपाईँको शक्तिले भरिदिनु, तपाईँको सामर्थ्यले भरिदिनुहोस्। जीवित भयो तपाईँको येशूको उत्सव मनाउन हामी आएका छौँ। हालेलुया! हालेलुया! हामी सबै बसेको साथीको परमेश्वरले मृत्यु विजयमा दिएको छ। मृत्यु तेरो विजय कहाँ?
सो गाइज म र जेनेसिस चाहिँ यहाँ आदरणीय पास्टर देव छेत्रीबाट चाहिँ प्रभुको वचन सुन्दै थियौँ र जेनेसिसको चाहिँ यो पहिलोचोटि भलुन्टियर हो नि त। सो सुन्नुहोस् है गाइज जेनेसिस के अनि भन वचन कसले सुनेन सो कम्प्लेन के छ भने सबैजना मान्छे वचन सुन्ने बेला गयो रे अनि यताबाट पिक्चर नहेर्नु नहेर्नु भन्दा जेनेसिस थाक्यो मैले त होइन साँच्ची भने नसुन्ने भाइ ठिक छ यस्तो जाने बित्तिकै रोकेको छु अनि जेनेसिस त्यहाँ पर छ यो पछि हामी तामाङ सेवालाई हेर्नेछौँ। अनि ह्याप्पी स्टार ओके अब हामी चाहिँ यो दृष्टिविहीन समूहको तर्फबाट एउटा प्रभुको गीत प्रस्तुत गर्दैछौँ जुन गीत गाउनको लागि हामीलाई अपर्च्युनिटी दिनुहुने सुन्दर ढोका साथी सेवालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। यो हाम्रो यसरी यस स्टेजमा उपस्थित भएर गीत गाउन पाउनु चाहिँ एउटा पहिलो अवसर हो जसको लागि परमेश्वरलाई पनि धन्यवाद अनि सुन्दर ढोका साथी सेवालाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै अब हामी यो गीतलाई प्रस्तुत गर्दैछौँ। सबैले सुनिदिनु होला अनि आज येशू ख्रीष्टको पुनरुत्थान जीवन प्रभु भनेर विश्वास गर्छौँ। पुनरुत्थान जीवन प्रभु भनेर विश्वास गर्छौँ। सो गाइज हामीहरूको इस्टर चाहिँ एकदमै आशिषमय भयो। एज अ भलुन्टियर रहेर त्यहाँ हामीले मजाले इस्टरमा यसरी परमेश्वरको निम्ति यसरी सर्भ गर्न पाउँदाखेरि एकदमै मलाई चाहिँ हृदयदेखि नै खुसी लागेको थियो र हामी त्यहाँ चाहिँ 3 बजे पछिसम्म पनि हामी थियौँ होला अनि यसरी हामीले पुरै रङ्गशालालाई सफा गरेर मात्र हामी त्यहाँबाट निस्क्यौँ। आई होप हजुरहरू पनि यो 2026
6को इस्टरमा एकदमै ब्लेस्ड फिल गर्नुभयो होला। परमेश्वरले हजुर प्रत्येकलाई आशिष दिनुभएको होस्। सो गाइज यदि हजुरहरूलाई चाहिँ र्याली आएको वचन अनि वर्सिप त्यो सबै हेर्न मन छ भने हजुरले चाहिँ युट्युबहरूमा पनि हेर्न सक्नुहुन्छ। र हामीहरू भक्तपुरबाट चाहिँ हामी यतिजना भलन्टियर थियौँ जहाँ चाहिँ हामीले यति धेरै इन्जोय गऱ्यौँ र एकदमै आशिषमय भएको थियो यसरी परमेश्वरको निम्ति सर्भ गर्न पाउँदाखेरि। सो गड ब्लेस यु अल, थ्याङ्क यू फर वाचिङ, बाई।